आशा छ उहाँको यहाँ एकदमै राम्रो भइरहेछ। 5 वर्ष रमाइलो बितिरहेछ। ड्युटी छ 5 वर्षसम्म दैनिक 12 घण्टा ड्युटी गरेर बिताइरहेछ। मजाको हुनुहुन्छ, सबैजनासँग मिलानसार हुनुहुन्छ, राम्रो बोल्नुहुन्छ। हजुर सन्चै। ल मेरो भ्लगमा स्वागत छ तपाईँलाई है त। ड्युटी कस्तो भइरहेछ? जय श्रीराम। ऊ यहाँ छ है बाले, हाम्रो बाले बहादुर। हामी चाहिँ अहिले जान खोजेको, अब तपाईँलाई बाटोको के कसो छ हुन्छ नि तपाईँको टक्क देखाउने कोसिस गर्छु सकेसम्म है त। ओके हे गाइज, वेलकम ब्याक टु माई न्यू भ्लग। आजको दिनदेखि मैले चाहिँ भ्लग चाहिँ बनाउन सुरु गरेको छु। आशा छ कि तपाईँहरूले मलाई माया गर्नुहुन्छ। र म अहिले चाहिँ साउदीबाट बोल्दैछु र मेरो नेपालमा घर चाहिँ चितवनमा हो। म यता साउदीमा काम गर्न थालेको चाहिँ लगभग 1.5 वर्ष हुन थाल्यो। र म आज चाहिँ तपाईँहरूलाई हामी बस्ने क्याम्प देखाउन गइरहेको छु। कृपया ध्यान दिएर हेरिदिनु होला। र यो चाहिँ अब हाम्रो चाइनिज क्याम्प हो भने होइन, अर्को भनेको चाहिँ हाम्रो यता चाहिँ नेपाली क्याम्प पनि छ। म तपाईँलाई नेपाली क्याम्प पनि देखाउँछु ल। यता देख्न सक्नुहुन्छ नेपाली क्याम्प। नेपाली क्याम्प यसरी हेर्न सक्नुहुन्छ। अहिले चाहिँ म क्याम्प अफिस आइसक्यो। तपाईँहरूले देख्न सक्नुहुन्छ क्याम्प अफिस भनेर टक्क यहाँ पोस्टरमा छ है। क्याम्प अफिस आइसक्यो। अनि यहाँ को हुनुहुन्छ म यहाँ पनि देखाउँछु। साथीहरू अहिले चाहिँ म हाम्रो यहाँ क्याम्प अफिसमा आइसक्यो। अनि म चाहिँ अर्जुन सरलाई चाहिँ भेट्न आएको छु। हाम्रो अर्जुन सर चाहिँ विगत 5 वर्षदेखि चाहिँ यहाँ साउदीमा काम गर्नुहुन्छ। आशा छ उहाँको यहाँ एकदमै राम्रो भइरहेछ। र हामी जस्ता नेपालीहरू चाहिँ एकदमै धेरै छन् यहाँ। अब हाम्रो सर 5 वर्ष भइसक्यो, उहाँलाई सबै कुरा थाहा छ यहाँको होइन। अनि हाम्रो सर चाहिँ इलामदेखि हुन्छ, तपाईँ इलामदेखि चाहिँ बिलङ गर्नुहुन्छ। म चाहिँ चितवनदेखि चाहिँ बिलङ गर्छु। र म आएको चाहिँ 1.5 वर्ष भयो लगभग। उहाँ चाहिँ विगत 5 वर्षदेखि हुन्छ नि यहाँ चाहिँ काम गर्नुहुन्छ। र यहाँ कतिजना नेपाली छ, कतिजना चाइनिज छ, लगभग पुरै हुन्छ नि यहाँ थाहा छ। मेरो हिसाबले सबै गरेर 2500 जना त मान्छे छन् यहाँ होइन त सर? अब त्यति त छ लगभग। अब यहाँ हाम्रो मेन भनेको चाहिँ हामी नेपालीहरू चाहिँ के गर्छौँ त, त्यो चाहिँ म तपाईँहरूलाई चाहिँ देखाउने कोसिस गर्छु। ताकि अब अहिले ड्युटीको टाइम भइरहेछ, बाहिर मान्छेहरू अनि केटाहरू चाहिँ एकदमै क्याम्पबाट ड्युटी जाँदैछन्, कुनै तपाईँको हुन्छ नि ड्युटीबाट फर्किँदैछन्। र म चाहिँ आज अर्जुन सरलाई सोध्न गइरहेको छु कि 5 वर्षमा तपाईँको अनुभव र यहाँ साउदीको रहनसहन कस्तो छ, यहाँको नियम कानुन कस्तो छ, त्यो चाहिँ उहाँले छोटो हिसाबले चाहिँ मलाई भन्नुहुन्छ भन्ने चाहिँ आशा राखेको छु। अनि हाम्रो सर अहिलेसम्म पनि यहाँ कम्प्युटरमा काम गरिरहनु भएको छ। र उहाँ चाहिँ HR एसिस्टेन्ट हुनुहुन्छ। र प्लस म चाहिँ यहाँ ट्रान्सलेटरको काम गर्छु। त्यस्तो प्रोफेसनल ट्रान्सलेटर चाहिँ होइन है। फेरि अहिले चाहिँ म अर्जुन सरलाई चाहिँ सोध्न गइरहेको छु। ओके अर्जुन सर, तपाईँको 5 वर्षको अनुभव के कसो रह्यो यसो सुनाइदिनु छोटो हिसाबमा। 5 वर्ष रमाइलो बितिरहेछ। ड्युटी छ 5 वर्षसम्म दैनिक 12 घण्टा ड्युटी गरेर बिताइरहेछ। हजुर गरिरहेछौँ। दुःख छ, विदेशमा गाह्रो छ, पैसा त्यसै आउँदैन है, एकदम गाह्रो छ। कहिलेकाहीँ 12 घण्टादेखि लिएर धेरै टाइम पनि दिनुपर्ने हुन्छ। हाम्रै नेपाली भाइहरूको समस्याहरू हुन्छ। त्यस कारणले गर्दाखेरि कहिलेकाहीँ त 18 घण्टा पनि पुग्न सक्छ। कोही बिरामी हुन्छ, के हुन्छ है, धेरै। तर विशेष हाम्रो अब नेपाली नै सबै भएकोले गर्दाखेरि माथि हाम्रो म्यानेजमेन्टदेखि लिएर तलसम्म सबै नेपाली हुँदा धेरै सजिलो छ कम्पनीमा है। अनि उहाँ चाहिँ एकदमै अफिसियल हिसाबमा काम गर्नुहुन्छ होइन, एकदमै मजाको हुनुहुन्छ, सबैजनासँग मिलानसार हुनुहुन्छ, राम्रो बोल्नुहुन्छ।
आशा छ तपाईँहरूले मेरो भ्लगलाई हुन्छ नि माया गर्नुहुन्छ। यदि च्यानलमा तपाईँहरू नयाँ हुनुहुन्छ भने सब्सक्राइब पनि गर्न नबिर्सिनु होला है त। अहिले चाहिँ म तपाईँहरूलाई बाहिर हुन्छ नि केटाहरू ड्युटी जाँदै होला, म तपाईँहरूलाई त्यो दृश्यहरू पनि देखाउन कोसिस गर्छु। सरसँग भेटेर चाहिँ बाहिर निक्लिँदैछु, तपाईँहरूलाई देखाउँछु म बाहिर केटाहरूको हल्ली चल्ली। अनि हेलो 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 हजुर सन्चै ल, मेरो भ्लगमा स्वागत छ तपाईँलाई है त। अनि ड्युटीबाट आउँदै हुनुहुन्छ ल, तपाईँहरूलाई देख्न सक्नुहुन्छ। तपाईँहरूले यहाँ साथीहरू धेरै छन्, यहाँ नेपालीहरू धेरै छन्। यहाँ बसबाट झरिरहेछ, यहाँ हेर्नु त, यसरी देखाइदिउँ तपाईँहरूलाई होइन। र धेरै साथीहरू चाहिँ अब झन् ड्युटी पनि जाँदैछन्, ड्युटीबाट पनि आउँदैछन्। ड्युटी कस्तो भइरहेछ? राम्रो राम्रो हुनु पऱ्यो नि होइन? एकदम 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 एकदम। अनि यहाँ यता एकदमै धेरै नेपालीहरू छन्। अहिले चाहिँ सनसेट हुन लागिरहेछ, एकदमै दामी भ्यू देखिरहेछ। अनि हाम्रो युगान्डा पनि हुनुहुन्छ, यहाँ हेर्न सक्नुहुन्छ, युगान्डा हो यो चाहिँ। धेरै देशका मान्छेहरू पनि छन् यहाँ, तपाईँले देख्न सक्नुहुन्छ। अनि मैले यो चाहिँ चाइनिज क्याम्प हो, यो चाहिँ नेपाली क्याम्प। अनि युगान्डा धेरै नेपालीहरू चाहिँ यहाँ तपाईँको हुन्छ नि काम गर्नुहुन्छ होइन। थाहा छ कि हामी सबैजनालाई नेपालको अवस्था के कस्तो छ है। त्यही भएको देशको स्थिति त्यस्तो भएको कारणले गर्दाखेरि अब हामी चाहिँ साउदीमा चाहिँ अब धेरै नेपालीहरू चाहिँ काम गरिरहेको छु। आशा छ तपाईँहरूले एकदमै माया गर्नुहुन्छ र म चाहिँ यहाँको नेपालीको रहन सहन र यहाँको हुन्छ नि नेपालीहरू कसरी बसिरहेछ र के कसो छ, महँगी के कसो छ, सबै तपाईँहरूलाई यो भिडियोमा चाहिँ देखाउने कोसिस गर्छु। यसको लागि तपाईँले चाहिँ यदि इन्ट्रेस्ट हुनुहुन्छ, तपाईँहरू यस्तो खालको कुरामा इन्ट्रेस्ट हुनुहुन्छ भने चाहिँ कृपया च्यानललाई सब्सक्राइब गर्न नबिर्सिनु होला है त। साथीहरू, म चाहिँ अहिले ड्युटी जान लागेको छु। विगत म चाहिँ 5-6 महिनादेखि चाहिँ नाइट ड्युटी गरिरहेको छु होइन। किनभने अब म आफै काम गर्नुपर्ने हुन्छ, एकदमै हुन्छ नि यहाँ काम नगरिकन हुन्छ नि खाना पाउँछ त पाउँदैन होइन, सबैजनालाई थाहा भएको कुरै हो। र म चाहिँ अहिले ड्युटी जाँदैछु। अनि ड्युटी जाने क्रममा बाटोमा के कसो हुन्छ, के कसो छ, म तपाईँहरूलाई सबै देखाउने कोसिस गर्छु है त मिलेसम्म। हेलो साथीहरू, फेरि पनि म चाहिँ हुन्छ नि ड्युटी जाने क्रममा चाहिँ बसमा चढिसक्यो। अनि बसमा तपाईँहरूले देख्न सक्नुहुन्छ कि यहाँ कति धेरै नेपालीहरू हुनुहुन्छ र नेपालीहरू आउँदै पनि हुनुहुन्छ। यहाँ बस अब हुन्छ नि ठ्याक्क 6:40 मा चाहिँ हिँड्छ। यहाँ हाम्रो टाइम अहिले कति भइरहेछ? अहिले 38 भइरहेछ है। बाले जय श्रीराम, जय श्रीराम। बाले खै बाले कहाँ गयो? आएको छैन? जय श्रीराम। ऊ यहाँ छ है बाले, हाम्रो बाले बहादुर। अनि हाम्रो यहाँ धेरै साथीहरू पनि छन्, तपाईँहरूले देख्न सक्नुहुन्छ। आशा छ कि सबैजनाले मलाई सपोर्ट गर्नुहुन्छ है, गर्नु पर्यो नि होइन। अब यहाँ चाइनिज छैन, त्यही भएर हल्ला चिल्लाएर बोलेको, हल्का चिल्लाएर बोल्दा। यहाँ सबै नेपालीहरू हुनुहुन्छ र हामी एउटै कम्पनीमा काम गर्ने भएको कारणले गर्दाखेरि हुन्छ नि उहाँहरू चाहिँ काम गर्नुहुन्छ। अनि म चाहिँ ट्रान्सलेटरको काम गर्छु होइन। र हुन्छ नि धेरै कुराहरू चाहिँ यहाँ त्यो हुन्छ नि त्यहाँ चाहिँ मिलाउनु पर्ने हुन्छ। र कतिपय केटाहरू अब हुन्छ नि एकदमै दुःखका गरी चाहिँ काम गर्नुहुन्छ, कतिपय ठिकै छ। यहाँ साउदीको अवस्था हुन्छ नि अब मिलेसम्म चाहिँ म तपाईँलाई हुन्छ नि क्यामेरामा अथवा भिडियोमा चाहिँ तपाईँहरूलाई देखाउने कोसिस गर्छु। अन्त नमिलेको खण्डमा चाहिँ मलाई के भन्न पाइँदैन, किनभने हाम्रो कम्पनीमा भिडियो खिच्न चाहिँ मनाइ छ। त्यहाँको केटाहरू कसरी काम गरिरहेछ, के कसो छ, मैले के पनि खिचेर देखाउन मिल्दैन। र बाँकी हुन्छ नि तपाईँहरूले माया गर्दै गर्नु होला। अनि हाम्रो चाहिँ तपाईँ कहाँदेखि? दाङदेखि हुनुहुन्छ तपाईँ? 5 थरदेखि। यहाँ विभिन्न ठाउँबाट नेपालीहरू हुनुहुन्छ। हामी चाहिँ अहिले जान खोजेको अब तपाईँलाई बाटोको के कसो छ हुन्छ नि तपाईँको टक्क देखाउने कोसिस गर्छु सकेसम्म है त। ओके, र साथीहरू अहिले चाहिँ म काम गर्ने ठाउँमा पुगिसक्यो।
र हुन्छ नि हाम्रो यहाँ काम गर्ने ठाउँमा चाहिँ कसैले भिडियो खिचेको अनि त्यस्तो खालको थाहा भयो भने यहाँ हाम्रो कम्पनीको बोसहरूले चाहिँ फाइन लगाउँछ कि जरिवाना चाहिँ लगाउँछ। त्यही भए हुनाले मैले चाहिँ तपाईँहरूलाई यताको दृश्यहरू चाहिँ देखाउन मिल्दैन, त्यसको लागि माफ गर्नुहोस् है त। र भिडियोलाई लाइक अनि सेयर अनि सब्सक्राइब पनि गर्न नबिर्सिनु होला है त। र आजको लागि चाहिँ यति नै। यस्तै खालको इन्ट्रेस्ट भिडियो हेर्नको लागि चाहिँ तपाईँले मेरो च्यानललाई सब्सक्राइब गर्नु र माया गर्नु। आशा छ सबैजनाले सपोर्ट गर्नुहुन्छ र सबैजनाले भिडियो हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद। र हामी नेक्स्ट ब्लगमा भेटौँला है त। थ्याङ्क यू सो मच।